कसले पुल हल्लाउँदैछौ हट तेरिका सबै माथिका मान्छे आएछन् कि हो र कुन ठाउँबाट हामी माथि बटेटाबाट ठिक छ बडो डरमर्दो स्थिति छ हैन नमस्कार म यतिखेर झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 र 7 लाई जोड्ने यो भाइरल झोलुङ्गे पुलमा आइपुगेको छु आज वैशाख 1 गते अर्थात् नयाँ वर्ष यहाँ कस्तो छ त चहल पहल यहाँको माहौल तपाईहरुलाई हामी देखाइरहेका छौं धेरै ठाउँबाट चाहिँ यहाँ महानुभावहरु घुम्न आउनु भएको छ हजुर नमस्कार कुन ठाउँबाट हामी बिर्तामठबाट है यहाँ कस्तो लाग्छ हजुरलाई ठक्क यहाँ आएर वारीपारी दृश्य हेर्दा आनन्द लाग्छ एकदम नि नयाँ वर्ष नयाँ सालको र बार पनि राम्रो परेको राम्रो लाग्छ यहाँ भनेपछि यस नयाँ वर्षको हजुरलाई धेरै धेरै शुभकामना छ हैन तपाईले सोचेका कामहरु पूरा हुन् तपाईहरुलाई पनि धन्यवाद छ दुई शब्द बोल्न दिनु भएकोमा पक्कै पनि हस् धन्यवाद र मैले भर्खरै प्रतिक्रिया लिए यहाँ घुम्न आउनु भएका एकजना अग्रजसँग हामी क्रमशः अगाडि बढ्छौं र यस्तो छ यहाँको दृश्य केही भिडभाड पनि छ तपाईहरु देख्न सक्नुहुन्छ धेरैको संख्यामा यतिखेर यहाँ घुम्न आउने महानुभावहरु चाहिँ ओहोर दोहोर गरिरहनु भएको छ खास गरी यस पुलको भार वहन क्षमता चाहिँ 90 मेट्रिक टन रहेको छ थोरै हामी अगाडि बढिरहेका छौं हैन यहाँ यस्तो छ यहाँको दृश्य ल हेर्नुस् यो ठाउँ चाहिँ अलिकति फोटो खिच्न टिकटक बनाउन अत्यन्तै रमाइलो ठाउँ रहेको छ र यो अलिकति चिप्लो जस्तो पनि हुँदो रहेछ हैन एकदमै पुल हल्लिरहेको छ र पुल एकदम मजाले हल्लियो बडो डरमर्दो स्थिति पो भयो त पुल चाहिँ मजाले हल्लिरहेको छ हावाले हो या मान्छेले त्यो चाहिँ मैले ठ्याक्कै बुझ्न सकिन तर यो पुल चाहिँ यस्तो मजाले हल्लिरहेको छ नि ल हेरौँ यी हावासँगै पुल पनि मजाले हल्लिरहेछ र परबाट चाहिँ विभिन्न महानुभावहरु टिकटक बनाउँदै फोटो खिच्दै आउनु भएको छ आज नयाँ वर्षको उपलक्ष्यमा सबैलाई धेरै धेरै शुभकामना दिन चाहन्छु र तपाईहरु यस ठाउँमा कुनै पनि समयमा आज मात्र नभएर अन्य समयमा पनि घुम्न आउन सक्नुहुन्छ यो हाम्रो झापाकै एउटा महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा चाहिँ विकास भइरहेको छ र यो पुलको विषयमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ झापाको बुद्ध शान्ति 6 र 7 नम्बर वार्डलाई जोड्ने यो महत्त्वपूर्ण पुल रहेको छ मैले बोलिरहँदा म आफू हल्लिरहेको छु यसको मतलब पुल पनि हल्लिरहेको छ हावा उत्तिकै चलिरहेको छ पर्यटकहरु आइरहनु भएको छ अघि बढ्नु होला बिस्तारै है किनभने मलाई चाहिँ अलिअलि डर पनि लागिरहेको छ होशियार भएर जानु होला हैन ल हामी तपाईहरुलाई देखाइरहेका छौं हावा यस्तो मजाले चलिरहेको छ पुल पनि हल्लिरहेको छ र यहाँ आउने जति पर्यटक हुनुहुन्छ उहाँहरु रमाइलो गरिरहनु भएको छ र उहाँ एकजना जो सिस्टर हुनुहुन्छ उहाँ चाहिँ रोकिनु भएको छ किनभने एकदम पुल हल्लिरहेको छ हामीले अत्यन्त होशियार भएर चाहिँ यहाँ अघि बढ्नु पर्ने हुन्छ निकै जोखिमयुक्त स्थान पनि हो यो किनभने यदि हामीले सहज तरिकाले यहाँ यात्रा गर्न सकेनौं भने दुर्घटना पनि हुन सक्दछ सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना मैले झापाको बुद्ध शान्ति वडा नम्बर 6 र 7 लाई जोड्ने यस झोलुङ्गे पुलमा आएर भिडियो बनाएको छु सबैले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला यहाँ देख्न सक्नुहुन्छ पुल हल्लिएको कारणले गर्दाखेरि यहाँ आउने पर्यटक एकदमै सिन्सियर भएर अगाडि बढिरहनु भएको छ र यो आवश्यक कुरा पनि हो यहाँ हावा पनि निकै मजाले चल्दो रहेछ 477 मिटर लम्बाइ रहेको छ यस पुलको भने पछिल्लो समय एउटा पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भइरहेको छ म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु यस स्थानमा आउँदाखेरि तपाईहरु अत्यन्त होशियार भएर यस पुलबाट चाहिँ ओहोरदोहोर गर्नु होला किनभने यस पुलको भार वहन क्षमता अनुसार मात्रै हामीले चाहिँ आफूलाई अगाडि बढाउनु पर्ने हुन्छ सबैजनालाई नयाँ वर्षको फेरि पनि धेरै धेरै शुभकामना